कोटेश्वर हो यो काठमाडौँ कोटेश्वरबाट अब हाम्रो यात्रा सुरु हुन्छ। फाइनली यो गाडीमा हामी जाने छौँ अब। ल यात्रा अब मेरो गन्तव्य ताप्लेजुङसम्मको पछाडिको माइक्रोमा जाँदैछु। यो कोटेश्वर हो, कोटेश्वरबाट यात्रा सुरु हुन्छ हाम्रो। यात्राकै क्रममा छौँ हामी। खाजा खाने ठाउँमा आइपुग्यो। के हो यो ठाउँको नाम? यस्तो छ खाजा खाने ठाउँ। धुलीखेल 11 यस्तो छ खाने ठाउँ। यस हामी यात्राकै क्रममा छौँ। धुलीखेल 11 हो यो, धुलीखेल जिल्ला। यो धुलीखेल उता पटेपछि काभ्रेको धुलीखेल वडा नम्बर 11। भकुण्डे बेसीतिर जाने बाटो यो हो। भकुण्डे बेसीतिर जाँदैछौँ हामी अब। भकुण्डे बेसीमा केही बेला पुग्ने छौँ। लस्सी यस्तो हुन्छ यहाँको लस्सी। सिन्धुलीको विशेषता यो सिन्धुलीको जुनारको जुस पाउने ठाउँ लस्सी। यो भुइँकटर अनि यो यस्तै फलहरू पाइन्छ। यो जुस यस्तो हुन्छ जुस। सिन्धुलीको खाल्टीमा पाइने कुरा। सिन्धुलीको खाल्टीमा आइपुग्यौँ हामी अहिले ठ्याक्कै। यो सिन्धुली खाल्टी भन्दो रहेछ। रातको ठ्याक्कै 7:15 जति भयो। अब हामी केही छिनमा सिन्धुलीको भिमान पुग्छौँ होला खाना। रातको समयको छ। सिन्धुली खाल्टीमा पाइने यो जुस पसल यस्तो जुस पसल छ है यहाँ। सिन्धुलीको खाना खानु हामी रातको 9:30 बजी आइपुग्यौँ। भिमान सिन्धुलीमा सुरु। हाम्रो गाडी चाहिँ यहाँ आएर बिग्रियो। भिमान सिन्धुलीमा आएर हामी बनाइरहेको छौँ। रातको 10 बजिसक्यो। 11 बज्न आँट्यो। गाडी यहीँ थन्किएको छ। अब केही समयमा गाडी बन्यो भने हामी जान्छौँ यहाँबाट। यस्तो हालत छ गाडीको। लगभग गाडी सामान पाइएन भने अब यहीँ थन्किने जस्तो अवस्था छ। हेरौँ के हुन्छ अब। मुनिको ट्याङ्की फुटेर लिक भएको छ। म यो गाडी चालेर बनाइरहेको छु। यसरी समस्या छ हाम्रो यात्रा सफल यात्रा। गाडी बन्यो भने जाने हो, नत्र बन्यो भने उतै बसेको हुन्छ। रातको समय छ। ल रातको कति बजी? 11:15 बजे हाम्रो गाडी बन्यो। अब हामी लाग्छौँ उदयपुर धरान हुँदै। गाडी बल्ल बनेको अवस्था छ। म पनि आउला नि फेरि। हाम्रो गाडी भने हाम्रो गाडी बनेपछि 11 भन्दा मुनि छ होइन। उदयपुर अनि अब गयो त यहाँदेखि त्यहाँ छ भने त त्यो पोर्टेल नि हाल्ने त। रातको 3 बज्यो हामी धरान आइपुग्यौँ। धरानको यो भानुचोक आइपुग्छौँ हामी। धरानको भानुचोकमा आइपुग्यो। रातको 3 बजे। रातको 3 बजिसकेको छ। धरानको टावरमा हेर्नुहोस् रातको 3 बजेको छ। धरानको भानुचोकको धरारा टावरमा 3 बजेको सङ्केत गरेको छ। 3 बजेको छ। हामी यहाँ आइपुग्यौँ। यहाँनिर यसरी चिया खान पाइन्छ। चिया खाने के खाने यहाँ पाइन्छ यस्तो मजाले। है रातको 3 बजे 3 बजिसकेको। रातको 3 बजे चिया धरानको भानुचोक। भानुचोकको यो टावर हो। धरान टावर। धरानको यो क्लक टावरमा 3 बजेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू। रातको 3 बजे हामी यहाँ आइपुगेको छौँ। चिया खाने हो यस्तो रातको 3 बजे। धरानको भानुचोकको चिया। धरान रातको 3 बजेको छ। 3:30 हुन लाग्यो। धरान चोकको हालको यस्तो छ है। धरान चोकमा हाम्रो अब हामी यहाँबाट ताप्लेजुङ जान्छौँ।
पाँचको बाटो यस्तो छ कहिले पुल बनिसकेको छैन अहिलेसम्म बनाएको छैन 3 वर्ष 4 वर्ष भयो पुल बन्न बनेको हिजो तपाईँहरू हो कि एकछिन बाजेको मजाले हजुर तपाईँहरू हिजो बाजेको एकछिन मजाले कहाँ बाजेको खाना सिकेर आउँछ पार्टीको बोलेछ होइन ए सिकेर आउँछ अगाडि एकदिनमा ए मजा लाग्छ नेताको राजनीति भने त्यस्तै हो नि त केही बेला भन्नु न टिचरको आन्दोलन थियो नि त फेरि छ भदौदेखि अहिले फेरि पुल नबनेको कारणले गर्दा हेर्नु पुल पानी छ यो पुल गर्नु पाइएको छैन अहिलेसम्म यसरी गाडी तलबाट गइरहेको छ अब यो अर्को हिउँदोबाट चाहिँ के अरे यो हिउँदोबाट चाहिँ चल्छ होला यो पुल नवा खोलाको पुल चाहिँ बन्नु पऱ्यो क्या हामीलाई होइन बनिसकेछ यात्रा कन्टिन्यू छ गन्तव्य बाँकी छ पुल त बनिसकेको रहेछ त मेनमा बाइक चाहिँ पल्लो छ ए अलिकति बाँकी रहेछ पल्लो छेउमा भनेर म 70% सबै काम भइरहेको छ हो रहेछ लगभग पुल बनिसक्नु लाग्छ यो मेन नवा खोला भन्ने यो बनेपछि त प्रब्लम हुन्छ नि आउ जाउ गर्नलाई ठाउँ नवा खोलाको अब यो नवा खोला क्रस गरिसकेपछि 5 जिल्ला हुन्छ सायद Gracias.
बाटोमा यस्तो बाँसले बाटो ओभर गरेपछि ट्रक यहाँ फसेछ। यस्तो ट्रक फसेर यहाँ बिजोग बनायो हाम्रो बिच बाटोमै गाडी फस्छ। यो बाँस झारेर फेरि यस्तो गरेछ अब के गर्ने, बाटो त खोल्नु पर्यो। अब के गर्ने, श्रमदान गर्ने, अब श्रमदान गर्ने अब यहाँ। ओ दाइ हेलो आस्याङ डबल ओट राखिदिनु न। अब श्रमदान गर्ने तल होइन। अस्ति ट्रक यहीँ फसेर आएको थियो यहाँ यस्तोबाट यो चाहिँ बाटोमा ट्रकबाट बास झरेर पहुँचाउँदैछन्। श्रमदान गरेर है बिच बाटोमा अवरोध भएर त्यस हाम्रो हालत। भयो होला। यहाँ चाहिँ घरै हाम्रो ओल्ड इज गोल्ड, तर मान्छे चाहिँ बस्दैन रहेछ। तर यो घरमा घर चाहिँ यस्तो राम्रो छ है, बाटैमा स्थापित भइसकेको घर चाहिँ। तर यो मान्छे स्थापित भइसकेको नमस्कार नमस्कार, के छ सन्चै हुन्छ? मिनी मेला लागिरहेको छ यहाँ त। आम्मा ताप्लेजुङको मिनी मेला वा खत्रै रहेछ हौ यहाँ मिनी मेला यार। यस्तो भइरहेछ ताप्लेजुङको यार। यस्तो ताप्लेजुङ प्रवेश गरियो ठ्याक्कै कति बजे? ठ्याक्कै 1 बजेर 1:30मा काठमाडौँ ताप्लेजुङ प्रवेश गर्यो। ल ताप्लेजुङमा प्रवेश गरिए।